अनि आफैले बुझिरहेको छैन यो परिवर्तनको कुन अवस्थामा छु भन्ने कुरा पनि। खोजेको त त्यहाँ परिवर्तन सायद पाएँ पनि होला, तर कुन अवस्थामा छु, के गरिरहेको छु आफैलाई थाहा छैन। खै के बदलिए जस्तो लाग्छ। सायद म आफै बदलिए जस्तो लाग्छ, तर कहाँ बदले, कसरी बदले, केमा बदले त्यो पनि थाहा छैन। सबैले भन्छन् राम्रै त छस्, तर आफूलाई किन लाग्दैन राम्रो छु जस्तो। सबैले देख्दा हाँसेकै छ भन्छन्, तर आफूलाई किन खुसी छु जस्तो लाग्दैन। सोचिरहेको छु म भइ के रहेको छु, मैले गरि के रहेको छु, अनि म यहाँ पुगी कसरी रहेको छु। हुन त सबै मैले सोचेको जस्तो हुनुपर्छ भन्ने छैन, तर किन भइरहेको छैन त अनि। हिजो दुःखी थिएँ भनौँ भने आज खुसी कहाँ छु र? अनि हिजो खुसी थिएँ भने आज दुःखी कहाँ छु र? अनि कसलाई याद गरौँ? न आफैलाई भुलेको छु, न कसैलाई याद गर्ने यहाँ मनसा नै छ। खै कस्तो विडम्बना हो यो। सबै मेरो हातमा छ भन्नु मलाई लाग्दैन, तर के गर्नु? सबै मेरो हातभन्दा बाहिर पनि गइसकेको छ जस्तो पनि लाग्दैन। के भएको छ, के हुनेछ केही थाहा छैन, अत्तो पत्तो छैन केही चिजको पनि। आफैलाई सोच्छु आफै हराए जस्तो लाग्छ, अनि एकछिनपछि आफैलाई आफ्नो सामु पाउँछु अनि हेर्छु केही गर्न सकेको जस्तो छैन जस्तो लाग्छ। खै के हो यो? उमेर बढेको हो या चिन्ता बढेको हो त्यो पनि थाहा छैन। जे गर्छु भनेर सोचेँ त्यो गर्न सकेको छैन। जे गर्दैन भने त्यसमा यति टाइम दिएको छु कि कसैले सोच्न पनि सक्दैन। सपना के छ त्यो मलाई मात्र थाहा छ, तर लक्ष्य कहाँ छ त्यो अझै पनि थाहा छैन। अनि गन्तव्य कुन चालिरहेको छु त्यो पनि उनी अर्थहीनको छ। सपना छ पूर्व पुग्ने, गन्तव्य दक्षिण पुग्ने, अनि अहिले छु पश्चिममा। त्यस्तो भइरहेको छ। लक्ष्य, गन्तव्य र हालको अवस्था देख्दा आफैलाई नै अर्कै लागिरहेको छ। सजिलो त छैन होला, तर यति साह्रो अप्ठ्यारो किन भइरहेको छ कि बुझ्न पनि सकेको छैन। सबैलाई लाग्छ म शान्त छु भनेर, तर कहाँ छु शान्त? मलाई मात्र थाहा छ मलाई के भइरहेको छ, मैले के भोगिरहेको छु, अनि के बुझेको छु या के भुलेको छु त्यो पनि थाहा छैन। कस्तो अवस्था हो, कस्तो समय हो यो आफै बुझ्नु पर्ला जस्तो लाग्छ। कोही पनि मसँग बस्न चाहँदैन, किन, कसरी, केही थाहा छैन। म आफ्नो लक्ष्यहीन गन्तव्य भइरहेको छु। पुग्नु त त्यहाँ छ, तर लक्ष्य के हो थाहा छैन। अनि हासिल केही त गर्नु छ, तर कसरी हुन्छ त्यो पनि थाहा छैन। आफै हराएको छु, आफै रमाएको छु, अनि आफै भुलेको छु के पाउनु थियो, के गुमाउनु थियो, अनि के गर्नु।